बाइपोर्टल भनेको सानो दुईवटा पल पारेर एकदमै 0.5 to 1 सेन्टिमिटरको 0.5 मिलिमिटर टु 1 सेन्टिमिटरको सानो पल पारेर हामीले दूरबीनलाई भित्र छिराएर अनि त्यसपछि भित्रको काम चाहिँ जुन पहिला जस्तै गरिने गरेको थियो त्यो मेरुदण्डको सर्जरी गर्ने गर्छौँ। त्यसैलाई नै युनिल्याटरल बाइपोर्टल इन्डोस्कोपी भनिन्छ। स्पाइनमा कस्तो समस्या देखियो भने चाहिँ युबी सर्जरी गरिन्छ? नेपालको अवस्था के छ? बिचमा पल पारेर मासुहरूलाई चोट लगाउँदैनौँ। सानो पलबाट दूरबीनभित्र छिराएर र औजारभित्र छिराएर बाहिरको पल सानो हुने भयो, मासुमा चोट सानो हुने भयो, सिधै भित्र पुगेर अपरेसन गरिने भयो। 4 वर्ष अगाडि यसको जुन अवस्था थियो अहिलेको अवस्था धेरै। यसबाट फाइदा चाहिँ के हुन्छ? अगाडि लेट्स से 30-40% अपरेसनहरू चाहिँ गर्न सकिन्थ्यो भने अहिले 60-70% जति अपरेसन दूरबीनबाट गर्न सम्भव छ। भारतको भयो, मलेसियाको भयो, श्रीलङ्काको भयो, अनि त्यसपछि गएर प्यालेस्टाइनको भयो, अनि त्यसपछि गएर मलेसियाको डाक्टरहरू हामीसँग आएर सिकेर जानुभएको छ र आफ्नो देशमा। नेपालमा युबी सर्जरी सुरुवात गर्दाखेरि चाहिँ कस्ता चुनौतीहरू भोग्नु परेको थियो? यसपालि चाहिँ हामी सार्क र साउथ इस्ट एसिया कन्ट्रिजहरूलाई इन्भल्भ गरेर हामीले नेपालमा यो कन्फरेन्स गर्न आँटेका छौँ। युबी भनेको के हो? यो कस्तो खालको सर्जरी हो? युबी भनेको चाहिँ युनिल्याटरल बाइपोर्टल इन्डोस्कोपी भन्छ। सो सानो पल पारेर कुनै पनि अपरेसनहरू गरिन्छ भने त्यसलाई इन्डोस्कोपिक सर्जरी भनिन्छ। र स्पाइन मेरुदण्डमा चाहिँ यो हालसालै पहिला धेरै थरीको इन्डोस्कोपीको दौरबाट गुज्रेर अहिले लेटेस्ट दौर भनेको चाहिँ युबिई सर्जरी भन्छ। यसमा ढाडको एकातिर बाइल्याटरल भन्ने, युनिल्याटरल भनेको एकातिर, बाइपोर्टल भनेको सानो दुईवटा पल पारेर एकदमै 0.5 to 1 सेन्टिमिटरको 0.5 मिलिमिटर टु 1 सेन्टिमिटरको सानो पल पारेर हामीले दूरबीनलाई भित्र छिराएर अनि त्यसपछि भित्रको काम चाहिँ जुन पहिला जस्तै गरिने गरेको थियो त्यो मेरुदण्डको सर्जरी गर्ने गर्छौँ। त्यसैलाई नै युनिल्याटरल बाइपोर्टल इन्डोस्कोपी भनिन्छ। यो चाहिँ अत्याधिक न्यू जेनेरेसन इन्डोस्कोपी हो। अहिले हालसालै सबैभन्दा बढी विकसित भइरहेको र वर्ल्डले धेरै फलो गरिरहेको स्पाइनको इन्डोस्कोपिक सर्जरी नै हो। यो चाहिँ स्पाइनमा कस्तो समस्या देखियो भने चाहिँ युबी सर्जरी गरिन्छ? नेपालको अवस्था के छ? अब स्पाइन भन्नाले धेरै जस्तो हामी मेरुदण्डमा हुने अपरेसन कमनली मान्छेहरूलाई भनेको चाहिँ ढाड दुख्ने, ढाडमा हामीले बुझ्ने भनेको नसा च्याप्ने, हामीलाई जसलाई इन्ट्राभर्टिबल डिस्क भन्छौँ। त्यो हाम्रो मेरुदण्डको हड्डीहरूको बिचमा सानो कुरकुरी हड्डी भनेर बुझाइन्छ। यसलाई भन्ने बेलामा चाहिँ कार्टिलेजिनस स्ट्रक्चर हुन्छ जसमा हामी मुभ गर्छौँ, यताउता मुभ गर्ने गर्छौँ, त्यसलाई डिस्क भनिन्छ। त्यो दब्यो भने पच्किन्छ, त्यसले चाप्ने गर्छ नसाहरूलाई। त्यसले गर्दा खुट्टामा एकदमै नराम्रो दुख्ने, कहिले पिसाबमा समस्या लिएर आउने, कहिले खुट्टाहरू अलिक कमजोर भएर जाने, हिँड्न ओड्न दैनिक दिनचर्यामा एकदमै गाह्रो गर्ने गर्छ। यस्तो खालको अपरेसनहरू चाहिँ पहिला परापूर्वकालमा त चिरेर ठुल्ठुलो 3 देखि 5 सेन्टिमिटरको, नभए कहिले 10 सेन्टिमिटरको ठुलो अपरेसन इन्सिजन गरेर मासुहरूलाई एकातिर लगेर त्यसपछि अपरेसन गर्ने गरिन्थ्यो, जसले गर्दा बिरामीको रिकभरीमा धेरै प्रब्लम हुने गर्थ्यो। र केही दशक अगाडिसम्म चाहिँ बिस्तारै माइक्रोस्कोप युज गरेर त्यसलाई सूक्ष्म सानो पल पारेर 3 देखि 3.5-4 सेन्टिमिटरको पल पारेर त्यही सबै अपरेसन नै गरिन्थ्यो। अब के भयो त भन्दाखेरि चाहिँ हामी त्यो बिचमा पल पारेर मासुहरूलाई चोट लगाउँदैनौँ। सानो पलबाट दूरबीनभित्र छिराएर र औजारभित्र छिराएर बाहिरको पल सानो हुने भयो, मासुमा चोट सानो हुने भयो, सिधै भित्र पुगेर अपरेसन गरिने भयो। त्यसले गर्दा बिरामीको रिकभर चाँडो हुने भयो। हो, यसैलाई नै युपी भनिन्छ। र यसबाट गर्न सकिने मोस्ट सबै त नभनौँ, अलमोस्ट 70 to 80% अफ द सर्जरी जुन ब्याकको हुन्छ, जसमा चोटपटकहरूको बाहेक है, जुन आजकल त ट्युमरहरू पनि गर्न थालिसकेको छ यो इन्डोस्कोपीबाट। त्यसै कारणले गर्दा 60 देखि 70% खालको ढाडको अपरेसनकोहरू चाहिँ दूरबीनबाट गर्न सकिनेछ आजकल चाहिँ। यसैलाई नै युनिल्याटरल बाइपोर्टल भनिन्छ। नेपालमा चाहिँ के छ भन्दाखेरि यो युबी वर्ल्डमा नै डेभलप हुन थालेको अलमोस्ट 6-7 वर्ष 7-8 वर्ष मात्रै भयो। र नेपालमा हामीहरूले यो भित्राएको चाहिँ 4-5 वर्ष जस्तो भयो। र अहिले हामी यस्तो अवस्थामा छौँ कि हामीले गर्वसाथ भन्न सक्छौँ विश्वको देशहरूमा धेरै अगाडि भनौँ सुरु गरेको देशहरू होइन कि जुन अहिले ऱ्यापिडली बढिरहेको छ यो सार्क कन्ट्रिजहरूमा चाहिँ हामी बराबरी अवस्थामै छौँ, कति ठाउँमा त हामी अगाडि पनि छौँ। जस्तै डाक्टर साहब यो युबी प्रविधिबाट सर्जरीबाट भनौँ न होइन, सबै बिरामीलाई सर्जरी गर्न मिल्छ या त्यसमा पनि क्याटेगोरी हुन्छ, के हुन्छ यसमा? अलमोस्ट मोस्ट अफ द केसेस जसलाई ओपन गरेर गर्न मिल्छ, दूरबीनबाट गर्न मिल्छ। धेरै जस्तोलाई चाहिँ मैले अघि नै भनिहाल्दा चोट लागेर ढाडमा हड्डीहरू तहस नहस भएका, जसलाई फेरि मिलाउनु पर्ने हुन्छ, स्क्रुहरू हाल्नुपर्ने हुन्छ, त्यस्तो केसेसहरूमा चाहिँ अलि लिमिटेड हुन्छ। तर ढाडको नसा चापेको, आजकल त ढाडको ट्युमर, त्यो मेरुदण्डको नसाभित्र भएको ट्युमरहरू पनि यो प्रविधिबाट गर्न मिल्छ। गर्दनको अपरेसनहरू पनि अगाडिबाट गर्ने हो कि पछाडिबाट गर्ने गर्दनको अपरेसनहरू पनि यो प्रविधिबाट गर्न मिल्छ। धेरै कुराहरू गर्न सम्भव भइरहेछ आजकल। अनि यो प्रोग्रेसिभ छ,
अझै प्रोग्रेस हुने अवस्थामा छ। 4 वर्ष अगाडि यसको जुन अवस्था थियो अहिलेको अवस्था धेरै अगाडि आइसकेको छ। 4 वर्ष अगाडि लेट्स से 30-40% अपरेसनहरू चाहिँ गर्न सकिन्थ्यो भने अहिले 60-70% जति अपरेसन दूरबीनबाट गर्न सम्भव छ। त्यस्तो अवस्थामा आइसकेको छ अहिले चाहिँ। कतिको खर्चिलो हुन्छ डाक्टर साहब, के हुन्छ यसमा? यसमा लाग्ने औजारहरूमा र यसमा लाग्ने इक्विपमेन्टमा अलिकति खर्च चाहिँ हुन्छ। यसलाई यसरी बुझौँ, जहाँ हरेक अस्पतालमा अपरेसनको चार्जेसहरू त फरक हुन्छ, तर कुनै पनि अस्पतालमा जुन चिज दूरबीन प्रयोग नगरेर त्यही अपरेसन गरिन्छ भने र त्यसैमा दूरबीन प्रयोग गरिन्छ भने दुईटाको डिफ्रेन्स हार्डली 30-40 हजार को हुन्छ, किनभने यसमा औजारहरू अलिक महँगो हुन्छ। त्यसले गर्दाखेरि ओपन गरेर लाग्ने अपरेसन भन्दा 30-40 हजार चाहिँ यसमा महँगो पर्न जान्छ सामानहरूको कारणले गर्दा। जस्तै डाक्टर साहब, यसमा विदेशका डाक्टर पनि नेपालमा आएर यो सर्जरीको विषयमा ट्रेनिङहरू गरिरहनु भएको हुन्छ होइन? चाँडै नै एउटा कन्फरेन्स पनि गर्दै हुन्छ, युबी समिट कन्फरेन्स कस्तो हुन्छ, अलिकति कन्फरेन्सको विषयमा पनि भनिदिनु। हजुरले सोध्नु भएको थियो विदेशबाट डक्टरहरू आउनुहुन्छ हामीसँग सिक्नुहुन्छ भन्ने कुरामा चाहिँ हामी पहिला स्टार्टिङमा त कोरियाबाट सुरु भएको यो टेक्निक चाहिँ, दक्षिण कोरियाबाट। त्यो भनेको चाहिँ 7-8-9 वर्ष अगाडिदेखि हो। त्यहाँबाट ग्रेजुअली बढ्दै गयो, चाइनाले पिकअप गर्यो, अनि त्यसपछि भारतमा सुरु भयो। भारतमा जुन बेलाबाट सुरु भयो हामीले त्यति बेलाबाट हामीले पनि पिक गऱ्यौँ। पोखरामा हामी डाक्टर बालगोपाल र म 2जना थियौँ र त्यसै बेलामा दौरानमा काठमाडौँमा 1-2जना डक्टरहरू हुनुहुन्थ्यो। हामीले त्यो बेलामा पिक गर्दै लग्यौँ र अहिले अवस्थामा आयो कि अहिले भारतका डक्टरहरू हामीसँग लगभग भारतको भयो, मलेसियाको भयो, श्रीलङ्काको भयो, अनि त्यसपछि गएर प्यालेस्टाइनको भयो, अनि त्यसपछि गएर मलेसियाको डक्टरहरू हामीसँग आएर सिकेर जानुभएको छ र आफ्नो देशमा गरिराख्नु भएको छ। अनि यो हामीले ट्रेनिङ दिन थालेको लगभग हाम्रो न्युरो अस्पताल बाँसबारीमा 50-60 जना डक्टरहरूलाई, विदेशी डक्टरहरूलाई हामीले ट्रेनिङ दिइसक्यौँ र उहाँहरू गएर आफ्नो देशमा सुरु पनि गर्नुभएको छ। र त्यसपछि हामीले यसलाई अब यो जस्तो कस्तो हुन्छ भने मेडिकल कन्फरेन्सेस भनेको चाहिँ एकअर्कासँग आफ्नो एकअर्काले बटुलेको सिपहरू अनि कति दुःखहरू भयो, गाह्रोहरू भयो, यो कुराहरू आदान प्रदान गरेर यो सिपलाई अगाडि बढाउने भन्ने भनिन्छ कि यो कन्फरेन्स हामीले लास्ट इयर पनि गरेको थियौँ, तर त्यति ठुलो स्केलमा भएको थिएन। यसपालि चाहिँ हामी सार्क र साउथ इस्ट एसिया कन्ट्रिजहरूलाई इन्भल्भ गरेर हामीले नेपालमा यो कन्फरेन्स गर्न आँटेका छौँ। भनेपछि अलमोस्ट 60देखि 70 जना विदेशी डक्टरहरू आउँदै हुनुहुन्छ। विदेशी डक्टर पनि सिनियर प्रोफेसर्सहरू जुन आफ्नो आफ्नो ठाउँमा अस्पतालमा नाम कहलिएका डक्टरहरू यहाँ आएर आफ्नो सिपहरू आदान प्रदान गर्ने भनेर प्लान गरेको छौँ। यो अगस्त 27 देखि 29 सम्म उयो गर्ने प्लान गरेका छौँ। सम्भवतः यो नेपाल इन्डियामा अलि बृहत खालकै हुने खालको जस्तो देखिन्छ अहिलेसम्मलाई चाहिँ। जस्तो त्यो कति दिन चल्छ डाक्टर साहब? यो 3 दिनलाई छ खास गरी। अनि यसमा चाहिँ पहिलो दिन चाहिँ हामी प्री कन्फरेन्स वर्कसप भन्छौँ भनेर भनेको छौँ। त्यसमा चाहिँ हामी एउटा क्याडेगरमा लास्टमा ट्रेनिङ गराउँछौँ। कसलाई भन्दाखेरि नेपाली डक्टरहरूलाई पनि अफकोर्स र इन्डियन डक्टर्सहरू आउनु भएको छ। हामीले 16 जनादेखि 20 जना डक्टरहरूलाई ट्रेनिङ गर्ने प्लान गरेका छौँ। त्यसमा अहिलेसम्म रेजिस्टर भइसकेर कन्फर्म आउने भनेको चाहिँ पाकिस्तानका डक्टरहरू आउँदै हुनुहुन्छ 5-7 जना, अनि इन्डियाका 5-7 जना डक्टरहरू आउँदै हुनुहुन्छ, मलेसियाका डक्टरहरू आउँदै हुनुहुन्छ, अनि इजिप्टका डक्टरहरू आउँदै हुनुहुन्छ, कति कुवेतका डक्टरहरू आउँदै हुनुहुन्छ, अनि उज्बेकिस्तानका डक्टरहरू आउँदै हुनुहुन्छ र नेपाली डक्टरहरू। यो सबै डक्टरहरूलाई हामी त्यो दिन चाहिँ हामी यो सिप सिकाउँछौँ। पहिला कुनै पनि सिप चाहिँ सिधै गएर लाइभ मान्छेमा कहिले पनि सिकिँदैन। मेडिकल साइन्समा चाहिँ जहिले पनि क्याडेभर भन्छौँ, हामीले त्यसलाई एकदमै रेस्पेक्ट गर्छौँ। क्याडेभरको अर्काको बडीमा गएर निर्जीव बडीमा पहिला सबै कुराहरू कसरी गर्ने, के गर्ने लाइभ सिमुलेसनमा सिकेर त्यसपछि बल्ल उहाँहरूले अझै अब्जर्भ गरेर 5-7वटा 8-10वटा केस अब्जर्भ गरेर बल्ल उहाँ सुरु गर्न सक्नुहुन्छ। सो त्यो काम चाहिँ हामी पहिलो दिन गराउँछौँ यो 16 देखि 20 जना विदेशी डक्टरहरूलाई र नेपाली डक्टरहरूलाई। अनि त्यो दिनभरि चल्छ, बिहान 7 बजेदेखि लिएर बेलुका 7 बजेसम्म चल्छ। भोलिपल्ट र पर्सिपल्ट चाहिँ हामीले कार्यपत्रहरू यो 50-60-70 जना डक्टरहरू विदेशी र 40-50 जना नेपाली डक्टरहरूले कार्यपत्रहरू हामीले के गर्यौँ, उहाँहरूले के गर्नुभयो, उहाँहरूले गर्दा कस्तो खालको कम्प्लिकेसन भयो, हामीले गर्दा कस्तो खालको कम्प्लिकेसन भयो, त्यो कम्प्लिकेसनलाई कसरी अभोइड गऱ्यौँ, अनि डिफ्रेन्ट सिनारियोमा यसलाई अझै अगाडि राम्रो तरिकाले कसरी गर्न सकिन्छ, यो कुराहरू डिस्कस हुन्छ। यो दुई दिनमा चाहिँ त्यसको लागि राखेको छौँ। र त्यसै सँगसँगै हामीले एउटा सोसाइटी डेभलप गरेका छौँ, त्यसको पनि मिटिङहरू सबै कुराहरू राख्ने प्लान गरिरहेको छौँ हामी त्यसमा। जस्तै डाक्टर साहब, सुरुमा चाहिँ नेपालमा युबी सर्जरी सुरुवात गर्दाखेरि चाहिँ कस्ता चुनौतीहरू भोग्नु परेको थियो? रमाइलो सन्दर्भहरू छ यो कोभिडभन्दा अगाडि हामीले डाक्टर बालगोपाल कर्मचारी भन्नुहुन्थ्यो मभन्दा सिनियर पोखरामा। म त्यसै बेला पोखरामा काम गर्थेँ मणिपाल मेडिकल कलेजमा। र हामीहरूले मिलेर चाहिँ अब दूरबीनबाट पनि प्रविधि डेभलप गर्नु पर्यो, सिक्नु पर्यो भनेर एकजना भारतको प्रोफेसर हुनुहुन्थ्यो
डाक्टर मालकम पेस्टेन्जी उहाँलाई बोलायौँ, उहाँले एउटा कन्फरेन्समा भाग लिनुभयो अनि मणिपालमा आएर हामीलाई हेल्प पनि गर्नुभयो, एउटा केस अपरेसन पनि गर्नुभयो अनि देखाउनु भयो। अब यसलाई अगाडि बढाउने भनेर हामीले सोच्यौँ, ठ्याक्कै कोभिड आइदियो, सबै कुरा ठप, एकअर्कासँग इन्टरेक्सन पनि बन्द, सिक्ने कुरा पनि बन्द, यसलाई अगाडि बढाउने कुरा पनि बन्द, केही पनि भएन। 2 वर्षसम्म त लगभग बन्दै भयो। फेरि कोभिड अलिक मत्थर भइसकेपछि, थर्ड वेभ पछि सायद मत्थर भएको थियो गरेर, आई जस्ट फर्गट अहिले कति बेला भएको थियो भनेर। त्यसपछि फेरि डाक्टर बालगोपाल मुम्बई जानुभयो एकचोटि, फेरि उहाँले पनि त्यही क्याडेबरमा सिकेर आउनुभयो अनि हामीहरू दुईजना बसेर धेरै कुराहरू चाहिँ पहिला एनिमल मोडल ल्याउँथ्यौँ हामीले, त्यो सुँगुरको ढाडलाई ल्याएर मणिपालको एउटा बाहिरको एउटा कोठामा राखेर घन्टौँसँग हामी अपरेसन गर्थ्यौँ सुँगुरको ढाडमा। त्यो त हामीले लगभग 20-25 पटक गऱ्यौँ होला आफूलाई एक्सपर्टाइज ल्याउनको लागि। त्यसपछि बल्ल हामीले ह्युमनमा प्र्याक्टिस सुरु गरेको, त्यो पनि म पनि गएँ सिक्नलाई, उहाँ पनि जानुभयो फेरि एकचोटि, अनि त्यसपछि हामीले सुरुवात गऱ्यौँ। अनि त्यति बेलामा भर्खर हामी अगाडि बढ्दैथ्यौँ, म काठमाडौँ आइपुगेँ। अनि इक्विपमेन्ट्सको पनि प्रब्लम हुन्छ, फेरि यसमा लाग्ने इक्विपमेन्ट्सहरू महँगो हुन्छ, हस्पिटलले इन्भेस्ट गरिदिँदैन, सुरुमा नयाँ आइरहेको प्रविधि हो, डक्टरहरूले भर्खर सुरु गरेका छैनन्, इन्भेस्टमेन्ट वेस्टमा जान्छ कि भनेर यो साइन्टिफिक एडभान्समेन्ट गर्दाखेरि धेरै कुराहरूको प्रब्लम आउने गर्छ। र त्यति बेला म न्युरो हस्पिटल बाँसबारी आइपुगेँ। यहाँ चाहिँ उहाँहरू चाहिँ एकदमै इन्थुजियास्टिक हुनुहुन्थ्यो नयाँ नयाँ प्रविधि भित्राउनलाई। सो हामीले सबै सामानहरू लिएर आयौँ, त्यति बेलाबाट हामी सुरु गऱ्यौँ। सो मणिपाल र बाँसबारी र आई थिङ्क धुलीखेल र काठमाडौँ मेडिकल कलेजहरू पनि थियो त्यति बेलामा। यो 4वटा अस्पताल चाहिँ कि फ्याक्ट प्लेयर्सहरू हुन् यो प्रविधि नेपालमा अगाडि बढाउनको लागि चाहिँ। धुलीखेल अस्पताल, मणिपाल अस्पताल, न्युरो अस्पताल बाँसबारी र काठमाडौँ मेडिकल कलेज, यो ठाउँमा सँगसँगै लगभग अलिकति अगाडि पछाडि सुरुवात भयो। अनि त्यसपछि हामीहरू न्युरो हस्पिटल बाँसबारीमा त धेरै नम्बरमा गरिसक्यौँ, 1 वर्षमा धेरै भइसक्यो। त्यसपछि अनि हामीले त्यसपछि ट्रेनिङहरू पनि सुरु गऱ्यौँ, राम्रो रिजल्टहरू पनि आयो। बिरामीहरू पहिला 7-7 दिन ढाडको अपरेसन गरेर अस्पतालमा बस्ने, ऐयाएर हातता गरेर बसिराख्ने, त्यो समस्याहरूबाट यसमा त कस्तो हुन थाल्यो भने 1 दिनदेखि 2 दिनमा हामी बिरामीलाई डिस्चार्जै गरेर पठाउन थाल्यौँ। रेस्पोन्सहरू पनि राम्रो आयो। अफकोर्स 1-2टा अलिअलि दुखाइहरू हुने, कसैमा 1-2टा कम्प्लिकेसन्सहरू आउने हरेक सर्जरीमा हुन्छ, तर अलमोस्ट मोर देन 90-95%मा यस्तोमा चाहिँ राम्रो देखियो। अनि यसबाट हामी झन् प्रोत्साहित भयौँ अनि हामीले आफ्नो नेपालीहरूलाई, अरू नेपाली डक्टरहरूलाई पनि सिकाउन थाल्यौँ। अनि बिस्तारै इन्डियन डक्टर्सहरू आउन थाल्नुभयो मेरो कहाँ सिक्नलाई। फर्स्ट कोर्स मलाई याद छ, मलाई अलमोस्ट 1.5 इयर्स हामीले हैदराबादी डक्टर्सहरूबाट सुरु गरेको थियौँ। हैदराबादको सिनियर डक्टर्सहरू आउनुभएको थियो हामीसँग ट्रेनिङ लिनलाई। 3 दिनको कोर्स हामीले उहाँलाई सुँगुरको मोडलमा प्र्याक्टिस गराएर 3-4वटा लाइभ केसेसहरू देखाएर पठाएको थियौँ। अनि उहाँले सुरु गर्नुभयो उतातिर। दोस्रो ब्याच आयो, तेस्रो ब्याच आयो, बिस्तारै पाकिस्तानीहरू आउनुभयो, बिस्तारै मलेसियन्सहरू आउनुभयो, प्यालेस्टाइनिजहरू आउनुभयो। सो यसरी नै हाम्रो यो नेपाल बिस्तारै इन्टरनेसनल मार्केटमा, अनि हामीलाई बोलाइयो इन्डियामा कतिवटा ठुल्ठुलो कन्फरेन्सेसहरूमा हामीले गएर उहाँले लाइभ डेमोन्स्ट्रेसन कन्फरेन्सकै बेलामा लाइभ अपरेसन पनि गरेर देखायौँ। बेङ्गलोरमा, हैदराबादमा, बनारसमा, दिल्लीमा म आफैले गएर 4-4 ठाउँमा कन्फरेन्स भइरहेको बेलामा अपरेसन गरेर यस्तो छ उस्तो छ, यो स्टेप्स यस्तो भनेर सब त्यत्रो ह्युज क्राउडमा पनि देखायौँ। सो यसरी नै हामी इन्टरनेसनल एरेनामा नेपालमा यो विद्यामा चाहिँ राम्रै वर्चस्व कायम गरेर राख्न सकेका छौँ अहिलेसम्मलाई चाहिँ। जस्तो नेपाली डक्टरहरू बाहिर ट्रेनिङको लागि जानुहुन्छ होइन, तपाईँहरूले त विदेशी डक्टरलाई नेपालमा ल्याएर ट्रेनिङ गराइराख्नु भएको छ नि त। खास डाक्टर साहब यो वर्षेली हामी ट्रेनिङ गराइरहेका छौँ कि कसरी गराइरहेको छौँ, अलिक सेयर गरिदिनु। यो नयाँ प्रविधि हो, तर यसको लागि चाहिँ लङ टर्म ट्रेनिङ चाहिँ चाहिँदैन। किन चाहिँदैन भने जो मान्छेले ओपनबाट इन्डोस्कोपमा जान चाहनुहुन्छ उहाँहरूले चाहिँ सिप सिक्ने हो। उहाँहरूले चाहिँ सुरुबाट फेरि त्यो रोगको अपरेसन कसरी गर्ने, के गर्ने भनेर सिक्ने होइन। उहाँहरू पहिला नै न्युरोसर्जन हुनुहुन्छ, कति त मेरो प्रोफेसरहरू पनि हुनुहुन्छ। म कहाँ सिक्न आउने कतिपय डक्टरहरू त मभन्दा 10-15 वर्ष सिनियर। त्यसै पऱ्यो भने म उहाँ कहाँ पढ्न जानुपर्ने। नाम चलेका इन्डियाका, कलकत्ताको नाम चलेका डक्टर, दिल्लीका नाम चलेका डक्टरहरू पनि हुनुहुन्छ, बेङ्गलोरका नाम चलेका डक्टरहरू पनि। सो उहाँलाई त केही सिकाउनु पर्ने होइन, उहाँलाई मैले सिकाउनु पर्ने चाहिँ दूरबीनबाट अपरेसन कसरी गर्ने, यस्तो गर्दाखेरि कसरी सेफली गर्ने, कुन स्ट्रक्चर के गर्ने भनेर बाँकी कुरा त उहाँलाई थाहा छँदैछ। यो सिप सिकाउनलाई लामो हामीले 6 महिना, वर्ष दिन त्यसको ट्रेनिङ चाहिँदैन। म पनि पहिला 3 दिनको, त्यसपछि गएर आफ्नै ल्याबमा ट्रेनिङहरू गरेको। सो हामीले सर्ट टर्म ट्रेनिङ गराउँछौँ, युजली 3 दिन, कहिले कोही मान्छे चाह्यो भने चाहिँ 10-15 दिनको हामी रोटेसनहरू गराएर मिनी सेन्टरमा धेरै जस्तो बाँसबारी न्युरो अस्पतालमा हामी ट्रेनिङ गराउँछौँ। सो यो त्यति लङ टर्म ट्रेनिङ चाहिँ होइन। यो जस्तो युबिई सर्जरी जुन कुरा गरिरहेको छौँ हामीले सर्ट टर्ममा भनिरहेको छौँ होइन, जस्तो यो सर्जरी काठमाडौँ बेस मात्रै छ या के छ र सर? होइन नि, नेपालमा त अहिले त अलमोस्ट यो जस्तै वर्ल्डमा यो एकदमै पपुलराइज भएर सबै डक्टरहरू, मैले अघि जसलाई भने नि इन्डियाबाट सिनियर प्रोफेसर्सहरू आउनुहुन्छ न्युरो अस्पताल। अहिले अहिलेसम्म 50-60 जना डक्टरलाई, इन्डियन डक्टर, मलेसियन डक्टर अनि सबै डक्टरहरूलाई ट्रेनिङ गरिसकेका छौँ कि। सो एकदमै वाइडली यो एडभान्स भइरहेको छ। सो नेपालमा पनि भएको छ।
सो स्टार्टिङमा मैले हजुरलाई भने पहिला मणिपालले सुरु गरेँ, त्यसपछि त्यही समयकालीन क्षेत्र टाइममा न्युरो अस्पताल बाँसबारी भयो, केएमसी भयो, धुलीखेल भयो, यो 4वटा सेन्टरमा थियो सुरुमा। त्यसपछि त अहिले गएर मलाई गन्नै पर्दाखेरि लेट्स चाहिँ अहिले एक्चुअली गनौँ न, गन्नै पर्दाखेरि अन्नपूर्ण न्युरो अस्पतालमा पनि सुरु भएको छ। हाम्रो सरकारीमा म आफैले गएर पनि हाम्रो धेरै डक्टरहरू जसले गर्नुहुन्छ, हामीहरूले आफैले गएर उहाँहरूलाई सहयोग गरेर वीर अस्पतालमा ट्रेनिङ गरायौँ, हामीले ट्रमामा ट्रेनिङ गरायौँ। अहिले उहाँहरूले अब इमेजिन गर्नुहोस्, अझ सस्तो रेटमा सरकारी अस्पतालमा पनि दूरबीनको सेवा पाउँछ। वीर अस्पतालमा न्युरोसर्जन्सहरूले गर्न सुरु गरिसक्नु भएको छ। ट्रमा अस्पतालमा 2टा न्युरोसर्जन्सहरूले पनि गर्नुहुन्छ, अर्थोपेडिक स्पाइन सर्जन्सहरूले पनि गर्न सुरु गरिसक्नु भएको छ। अनि कति भक्तपुरमा मध्यपुर ठिमी अस्पतालमा भन्ने छ, उहाँ पनि सुरु गर्नुभएको छ। आर्मी अस्पतालमा भइरहेछ, पुलिस हस्पिटलमा भइरहेछ, बाहिर पोखरामा भइरहेछ, धनगढीमा भइरहेछ, भेरीमा भइरहेछ, विराटनगरमा भइरहेछ, धेरै ठाउँमा भइरहेछ अहिले चाहिँ। सो आई गेस अबको 1 वर्षभित्रमा अलमोस्ट नेपालको सबै सेन्टरमा दूरबीनबाट सर्जरी चाहिँ मैले एकै ठाउँमा जानुपर्ने त्यस्तो खालको अवस्था चाहिँ आउँदैन। अलमोस्ट सबै डक्टरहरूले नेपालमा चाहिँ न्युरोसर्जन्सहरूले, स्पाइन सर्जन्सहरूले दूरबीनबाट सर्जरीको सर्भिस दिन सक्नुहुन्छ। भनेपछि दूरबीन प्रविधिबाट हजुर सर्जरी गर्न काठमाडौँ धाइराख्नुपर्ने बाध्यता अब हट्दैछ, ग्रेजुअली हटिरहेछ। अब पूर्वमा विराटनगरमा भइसक्यो, पश्चिममा धनगढीमा भइसक्यो, अब भेरीमा भइसक्यो, चाँडै नै बुटोलमा पनि सुरु हुन्छ। सो धेरै ठाउँमा भइरहेछ यो। भनेपछि कुनै पनि दूरबीन प्रविधिबाट स्पाइनको भनौँ न हजुर काठमाडौँ धाइराख्नु भएको छ, उहाँहरूले चाहिँ आफ्नै क्षेत्रमा पाउनुभयो भन्नु पर्यो। हजुर, हाम्रो चाहना पनि त्यही हो। हामी कुनै पनि एउटा सेन्टरमा आफूमा मात्रै राख्न चाहँदैनौँ। हामी जस्तै विदेशीहरूलाई सिकाइरहेछौँ, हामी नेपालीहरूलाई पनि त्यसै गरी यो एकदमै खुला मनले सिकाइरहेछौँ। किन हाम्रो चाहना के हो भने यो राम्रो प्रविधि हो र यसको सेवा कुनै पनि ठाउँमा कसैले पनि पाउनुपर्छ। खासमा डाक्टर साहब यसबाट फाइदा चाहिँ के हुन्छ? एकदम राम्रो प्रश्न गर्नुभयो हजुरले। अब दूरबीनबाट फाइदा के हुन्छ भने पहिला किन सबै धेरै चिर्ने अपरेसनहरू दूरबीनमा चेन्ज भयो, हजुरलाई थाहै होला। पित्तथलीको अपरेसन पहिला 5 देखि 7 सेन्टिमिटर, कहिले 8 सेन्टिमिटर लामोको चिरा लगाएर गरिन्थ्यो। र कहिले पनि यो सेन्टिमिटरको कुरा मात्रै होइन कि त्यहाँ चिरिसकेपछि जुन हामीले मासुहरूलाई चोट लाउँछौँ, तन्तुहरूलाई चोट लाउँछौँ, त्यति लामो इन्सिजन दिँदाखेरि त्यसको भास्कुलर सप्लाईहरू जान्छ, त्यो आफै चिरिन्छ, त्यसले गर्दा विक हुन्छ, मान्छेलाई रिकभरीमा एकदमै गाह्रो हुन्छ, किनभने त्यो हिल हुनु पऱ्यो नि त। त्यही ठाउँमा सानो 2-3टा पल पारेर भित्र गयो त्यो सानो पल त चाँडै हिल हुन्छ। मान्छेलाई के हो त, अपरेसन त भित्र एउटै गर्ने हो, अपरेसन त भित्र कुनै डाउट छैन, भित्र गर्ने अपरेसन एउटै हो, तर अपरेसन पछिको रिकभरी एकदम राम्रो हुन्छ, एउटा कुरा। दोस्रो कुरा, अब हामीले नाङ्गो आँखाले गऱ्यो भने त बाहिरबाट त्यहाँ लाइट लगाएर हेरिरहेछौँ। अब इमेजिन गर्नुहोस् त्यसमा माइक्रोस्कोप लगायौँ भने त्यही चिजलाई म्याग्निफाई गरेर लाइट डाइरेक्टली टार्गेट गरिरहेछौँ, तर बाहिरबाट छ त्यो। थर्ड कुरा आयो इन्डोस्कोप आयो। अब आँखा यहाँ बाहिर छैन कि इन्डोस्कोप जहाँ समस्या छ त्यही आँखा पुग्यो, र ठाउँको ठाउँमा नजिकबाट हेर्न सक्ने भयो। भनेपछि जुन समस्या हो त्यो म्याग्निफाइड हुने भयो एक्सट्रिमली। र इल्युमिनेसन, त्यो जुन लाइट भने एकदम इम्पोर्टेन्ट चिज हो कि कुनै चिज हेर्दाखेरि अँध्यारोमा सामान खोज्दाखेरि पनि लाइट भएन भने गाह्रो पर्छ नि, तर लाइट हजुरले नजिकै लानुभयो भने सजिलो हुन्छ। सो इन्डोस्कोपमा भएको लाइट नजिकै पुग्ने भयो। थर्ड कुरा, यसमा पानीबाट जम्दै सफा भइराख्नेले रगतहरू सबै क्लियर हुन्छ। जुन हामीले हेर्नुपर्ने चिज हो त्यो एकदमै प्रिस्टिन भन्छु कि मैले, अत्यन्तै सफा र स्पष्ट देखिन्छ। त्यसले गर्दाखेरि अब यति सानो चिज निकाल्नु पर्ने भयो, यही चिज यत्रो ठुलो देखियो, त्यो पनि एकदम राम्ररी देखियो भने त्यसलाई अपरेसन गर्न सजिलो हुने भयो। त्यसै कारणले गर्दाखेरि यो राम्रो हुने हो। र यसको फाइदा के हो त, बिरामी चाँडोभन्दा चाँडो गर्न सक्छन्, बिरामीको रिकभरी राम्रो हुन्छ, चाँडै काममा फर्किन सक्छन्, यो सबै कुराहरूको फाइदा छ यसमा। खासमा डाक्टर साहब यो सर्जरी गरिसकेपछि कति दिन उनीहरूको हस्पिटल बसाइ हुन्छ र उनीहरू आफ्नो काममा चाहिँ कति समयमा फर्किन सक्छन् त? अब यस्तो छ, अहिले कतिपय ठाउँमा त इन्डियाहरूमा त अब बेहोस नगरेर पनि दुखाइ कमाउने सुईहरू मात्र लगाएर पनि अपरेसन गर्न थालिसकियो है। हामी चाहिँ अझै पनि बेहोस गराउँछौँ, किनभने बिरामी बिचमा चलिदियो भने गाह्रो हुन्छ। अलिकति बेहोस गराउँदाखेरि केही समयलाई आधा घन्टा 1 घन्टा 2 घन्टा बेहोस गराउँदा केही फरक पर्दैन भनेर हामी त्यो गर्छौँ। र अहिलेसम्म न्युरो हस्पिटल बाँसबारीमा हामीले अहिलेसम्म 95% भन्दा बेसी केसेसलाई पहिलो दिनमा आज अपरेसन गऱ्यो भोलि डिस्चार्ज गर्छौँ। 7 दिनमा टाँगा काट्न बोलाउँछौँ, अनि 1 महिनामा एक्चुअली बोलाउँछौँ, फिजियोथेरापीहरू सिकाउँछौँ, उनीहरूलाई 6 हप्ता चाहिँ भारी काम नगर्नु भनेर सिकाउँछौँ, त्यसपछि ब्याक टु नर्मल त्यो तरिकाले गर्छौँ। अझ मैले पाकिस्तानमा सिकाएर गएको एकजना मेरो कलिग हुनुहुन्छ, अब विद्यार्थी त के भन्नु, उहाँहरू सबै कलिग नै हो, कलिग हुनुहुन्छ। उहाँले मलाई एउटा बिरामीको कुरा गर्नुभएको थियो, आज अपरेसन गरेर बिहान बेलुका डिस्चार्ज गरिदिनु भएको छ। सो डे केयर पनि भइसक्यो त। अब
भनेपछि त्यसले त्यति धेरै पेन दिँदैन, पछि रिकभरीमा धेरै आलो मासुहरूमा चोट लाउँदैन, त्यही भएर बिरामीहरू फटाफट हिँड्न सक्छन्। बिहान अपरेसन गरेर बेलुका डिस्चार्ज गरे पनि गर्न सुरु गरेछ। हामीहरू चाहिँ आज अपरेसन गरेर भोलि बिहानतिर डिस्चार्ज गरिदिन्छौँ। भनेपछि सानो दुलो बनाएर दूरबीन विधिबाट, हजुर। जसरी बुझ्ने भाषामा भन्दाखेरि होइन, दूरबीन विधिबाट गर्दाखेरि चाहिँ छिटो रिकभरी हुन्छ र त्यस्तो धेरै दुखाइ पनि हुँदैन भनेर बुझ्नु पर्यो। हो, हामी ढाडको अपरेसन किन गर्छौँ? हामी चलायमान हुनलाई, चाँडैभन्दा चाँडै कामहरू गर्न पाइयोस्, एक ठाउँमा बिस्तारमा सुतेर जिन्दगी बिताउनु नपरोस् भन्नको लागि हो। त्यही भएर हामी पनि यसमा त्यही हुन्छ, दूरबीनबाट अपरेसन गरेर चाँडैभन्दा चाँडै बिरामीलाई आउट अफ बेड अनि मुभिङ एराउन्ड, वाकिङ एराउन्ड त्यस्तो खालको बनाउनु पर्यो भनेर। ISUBE भनेर हामी सुन्छौँ होइन, यो भनेको के हो? यस विषयमा सरल भाषामा बुझ्ने तरिकाले भनिदिनु न सर। यो एउटा सोसाइटी हो। सोसाइटी भन्नाले कस्तो भन्दाखेरि जस्तै कुनै पनि मेडिकल सोसाइटीहरू हुन्छ, जस्तै न्युरोसर्जिकल सोसाइटी छ नेपालमा, वर्ल्ड न्युरोसर्जिकल सोसाइटी छ, त्यस्तै यो एउटा इन्टरनेसनल सोसाइटी अफ UBE भनेर युनिल्याटरल बाइपोर्टल इन्डोस्कोपी भनेर चाइनिज अर्गनाइजेसन हो खास भन्दाखेरि। तर UBE भनेर आफैमा यसको जनक भनेको चाहिँ, यसलाई एकदमै फेमस बनाउने फर्स्ट डक्टर भनेको चाहिँ कोरियाको डक्टर सोन भन्ने हुनुहुन्छ एकजना। उहाँ चाहिँ यसको फर्स्ट प्रेसिडेन्ट हुनुहुन्थ्यो ISUBE को। त्यसपछिको प्रेसिडेन्ट चाहिँ चाइनाको एकजना भेरी फेमस डक्टर, उहाँले धेरै अपरेसनहरू गर्नुभएको छ, डक्टर ज्याङवी भन्ने हुनुहुन्छ, ज्याङवी। सो चाइनाबाट यो अर्गनाइजेसन चाहिँ इन्टरनेसनल्ली सबै UBE गर्ने सर्जन्सहरूलाई एउटा सोसाइटी बनेको थियो। अहिले रिसेन्टली चाहिँ हामीले साउथ एन्ड साउथ इस्ट एसिया भनेर च्याप्टर खोलेका छौँ। अहिले चाहिँ यसको एउटा हाँगा पनि खोलेको छ। त्यो ISUBE भनेको अन्तर्राष्ट्रिय अर्गनाइजेसन हो, जसमा UBE प्र्याक्टिस गर्ने सर्जन्सहरू सँगै आएर एकअर्कासँग डिस्कस गर्ने एउटा प्रोफेसनल सोसाइटी हो। जस्तै यसको हजुर प्रेसिडेन्ट हुनुहुन्छ नेपालबाट? हजुर, साउथ एन्ड साउथ इस्ट एसियाको च्याप्टरको चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ। यो अहिले के गरिरहेको छ यो संस्थाले चाहिँ? अनि यो कस्तो भयो भने रिसेन्टली यो 2-4 महिना अगाडिको कुरा हो। हामीहरूले चाहिँ चाइनिजहरूले चाहिँ यो अन्तर्राष्ट्रियमा भयो, तर हाम्रो रिप्रेजेन्टेसन कम भयो। किनभने ग्रेजुअली अब इन्डियन सब कन्टिनेन्ट, नेप्लिज सब कन्टिनेन्टहरूले चाहिँ धेरै गरिरहेछन्, तर हाम्रो रिप्रेजेन्टेसन भएन त्यहाँ भनेर हामी पनि अगाडि बढिरहेछौँ, हामीले पनि एकदमै उल्लेख्य सहयोग दिइरहेछौँ। लेट्स मेक अ च्याप्टर भनेर ISUBEसँग कुरा राख्यौँ र दे वर कन्भिन्स्ड, उहाँहरू कन्भिन्स्ड हुनुभयो। र त्यसपछि हाम्रो कुरा भयो, यो साउथ एन्ड साउथ इस्ट एसियामा च्याप्टरमा को पर्ने भयो त? नेपाल, इन्डिया, बङ्गलादेश, के अरे 7 कन्ट्रिज, मालदिभ्स, श्रीलङ्काहरू त परे। त्यसबाहेक अलिक ठुल्ठुलो कन्ट्रिज साउथ एन्ड साउथ इस्ट एसियामा चाहिँ सिङ्गापुर, मलेसिया होइन, अनि त्यसपछि इस्ट टिमोरहरू भन्ने के अरू कुनै कन्ट्रिजहरू छ, भियतनामहरू भयो होइन, यो सबै कन्ट्रिजहरू छ। सो हामीहरू बसेर सल्लाह गऱ्यौँ, लेट्स मेक अ च्याप्टर, हुन्छ ठिक छ बनाउने भन्ने कुरा भयो। र त्यसमा चाहिँ मलाई उहाँहरूले अनर गर्नुभयो फर्स्ट फाउन्डिङ प्रेसिडेन्ट भनेर। यो च्याप्टरको फाउन्डिङ प्रेसिडेन्ट चाहिँ अहिले म छु, र हामी जस्तै 20-25 जना सबै कन्ट्रीको मेम्बर्सहरू हुनुहुन्छ, एक्जिक्युटिभ मेम्बर्सहरू हुनुहुन्छ, सिनियर थाइल्यान्डका स्पाइन सर्जन्सहरू हुनुहुन्छ, सिङ्गापुरका स्पाइन सर्जन्स, इन्डियाका सिनियर प्रोफेसर्सहरू हुनुहुन्छ। यो ग्रुपमा हामीहरू धेरैजना मिलेर यसलाई अगाडि बढाउनु धेरै लागिरहेको छौँ अहिले। जस्तै डाक्टर साहब, यो इन्टरनेसनल लेभलको जुन यो संस्थामा काम गर्दाखेरि कस्ता अवसर चुनौती पक्कै छन् होला, के हुँदो रहेछ डाक्टर साहब खास? अवसर चुनौती त मैले अहिलेसम्म त्यस्तो सामना गरेको चाहिँ छैन, तर कस्तो लाग्छ भने कहिले चाहिँ हामीलाई त्यो ठुलो फोरममा है कहिले आफूलाई कस्तो अनौठो चाहिँ लाग्दो रहेछ। किनभने अब इमेजिन गर्छौँ, हामी पहिला इन्डिया सिक्न जान्थ्यौँ, हामी मलेसिया सिक्न जान्थ्यौँ, सिङ्गापुर सिक्न जान्थ्यौँ, थाइल्यान्ड सिक्न जान्थ्यौँ। अहिले टाइट टर्न भइरहेछ कि उताबाट यता सिक्न आइराख्नु भएको छ, र त्यता पनि ठुल्ठुला प्रोफेसर्सहरू हुनुहुन्छ जसले UBEमा कामहरू गरिराख्नु भएको छ। उहाँहरूको बिचमा आउँदाखेरि चाहिँ आफूलाई पनि कस्तो अनौठो चाहिँ फिल हुँदो रहेछ। नत्र भने त्यस्तो चुनौती भने उहाँहरू पनि सबैजना प्रोफेसनल नै हुनुहुन्छ, राम्रै हुनुहुन्छ, सो चुनौती चाहिँ त्यस्तो छैन, अवसर चाहिँ धेरै छ। जस्तै उहाँहरूको देशमा कति कुराहरू चाहिँ विकसित छन्, यो प्रविधि जुन नयाँ भए पनि अस्पतालहरू त धेरै नै विकसितहरू छन् नि त त्यहाँहरू पनि। सो उहाँहरूसँग मिलेर काम गर्न पाइरहेको छ, उहाँहरूले कसरी गरिराख्नु भएको छ त्यो देख्न पाइरहेको छ। सो सिक्ने मौकाहरू पनि तमाम राखिएको छ। जस्तै डाक्टर साहब, यो कन्फरेन्सको अलिकति कुरा गर्दा नि, UBE कन्फरेन्समा चाहिँ नेपालको भूमिका के हुनसक्छ? यो रमाइलो छ, यो राम्रो पनि हामीलाई फिल हुन्छ, प्राउड पनि फिल हुन्छ। हामीले यसलाई लिड गरिरहेको छौँ अहिले खास भन्दा। जस्तै म अहिले यसमा प्रेसिडेन्ट भएको हिसाबले अहिले हामीले फर्स्ट। जस्तै डाक्टर साहब अलिकति अगाडि जोड्न चाहे, जस्तै UBE सर्जरी चाहिँ जस्तै वृद्धहरूमा पनि गर्न मिल्छ? एकदमै गर्नुपर्ने कन्डिसन हुन्छ। यो क्यानाल स्टेनोसिस भन्ने हुन्छ कि वृद्धहरूमा चाहिँ त्यो स्पाइनल क्यानालमा, त्यो डिस्क मात्रै होइन कि स्पाइनल क्यानालमा चाहिँ ग्रेजुअली हड्डीहरू बढ्न जाने, अनि त्यसले गर्दा नसाहरूलाई घाँटी निचाएर यस्तो निचार्न थाल्छ, उहाँहरू हिँड्न सक्नुहुन्न नि।
अनि युजली हामीले के देखाउँछ, वृद्धहरू चाहिँ 2 मिनट हिँड्यो फेरि बस्यो, अय्या भने खुट्टा गल्यो भने बस्यो, फेरि बिस्तारै हिँड्यो, त्योमा चाहिँ बाटो खोलिदिनु पर्ने हुन्छ कि। अब चिरेर गरौँ, वृद्ध मसल त्यति पनि विक छ होइन, त्यसले झन् उहाँलाई रिकभरी कम गराउँछ। इन्डोस्कोपीबाट स्पाइनभित्र लगेर गएर मजाले बाटो खोलिदियो भने उहाँहरूलाई त एकदम यो त एकदमै राम्रो खालको सर्जरी हो यो इन्डोस्कोपी युबी सर्जरी चाहिँ। ओल्ड एजको स्पाइनल क्यानल स्टोन्सलाई अत्यन्त राम्रो सर्जरी। जस्तै अर्को चाहिँ डाक्टर साहब, जस्तो यो बच्चाहरूमा पनि गर्न मिल्छ है त्यसो भए? गर्न मिल्छ। बच्चाहरूमा चाहिँ हामी युजली वात्तै सर्जरीमा गइहाल्दैनौँ, किनभने बच्चाहरूमा चाहिँ हिल हुने टेन्डेन्सी पनि बेसी हुन्छ। हामी त्यही भने रेड फ्ल्याग साइन्स छ, न्युरोलोजिकल कम्प्रोमाइज बेसी भइरहेछ भने चाहिँ हामी सर्जरीमा जान्छौँ, नत्र भने हिल हुने टाइम दिन्छौँ, वेट गर्छौँ, वाच गर्छौँ, क्लोज अब्जर्भेसन गर्छौँ, र कुनै पनि बेलामा बिग्रिन थालिहाल्यो भने चाहिँ तुरन्त अपरेसन गर्छौँ, होइन भने चाहिँ वेट गरेर बडीलाई हिल गर्ने प्रोसेस चाहिँ दिन्छौँ। जस्तै डाक्टर साहब, यो ढाडको ट्युमरको सर्जरी कसरी गरिन्छ युबी प्रविधिबाट अलिकति सेयर गरिदिनु। ढाडको ट्युमरको प्रविधि नेपालमा चाहिँ हामीले सुरु गरिसकेका छैनौँ, तर विदेशमा यो एक्सपेरिमेन्टल फेजबाट अलि अगाडि आइसकेको छ। अहिले गर्ने त त्यही हो, दूरबीनभित्र छिराउने हो, अर्को हातबाट इन्स्ट्रुमेन्टबाट बिस्तारै त्यो हामीले जसरी गर्छौँ झिल्लीलाई च्यात्ने, ट्युमरलाई बाहिर डेलिभर गर्ने, अनि ट्युमरलाई काट्ने, सिलाइदिने, नसालाई सिलाइदिने। ओपनमा पनि गर्ने त्यही हो। त्यसमा यति फरक हो कि चपस्टिकले खान सजिलो हुन्छ कि हातले खान सजिलो हुन्छ। हामीलाई हातले सजिलो हुन्छ, ओपन गर्दाखेरि हातले मजाले गरे जस्तो भयो। अब दूरबीनमा त हातभित्र हाल्न मिल्दैन, गर्नुपर्ने के हो त चपस्टिक जस्तै त्यही यन्त्रले गर्ने हो। त्यसलाई म्यानिपुलेट गर्न र त्यसलाई मास्टर गर्नलाई चाहिँ हामीलाई एक्सपिरियन्स चाहिन्छ, अलिकति सिप चाहिन्छ, त्यसलाई सिक्नुपर्ने टाइम लाग्छ, त्यति हो। जस्तै युबी सर्जरी चाहिँ केमा प्रयोग भइरहेको छ यो चाहिँ? अहिलेसम्म नेपालमा हामीले चाहिँ यही त्यही इन्ट्राभर्टिबल डिस्क डिजिज भन्छ, त्यो डिस्क प्रोल्याप्सहरूमा गरिरहेछौँ अहिले। डिस्क प्रोल्याप्समा एउटा भयो, त्यो क्यानाल स्टेनोसिस, जस्तै वृद्ध मान्छेहरूमा त्यो क्यानालहरू चाहिँ एकदम च्याङ्गुरिने हुन्छ कि, त्यो कन्डिसनमा गरिरहेछौँ। टिलिफ भन्छ, जुन हड्डीले ठाउँ छोडेर किल्ला हाल्नुपर्ने हुन्छ र बिचमा एउटा केज हाल्नुपर्ने हुन्छ, त्यो टिलिफ भन्ने अपरेसनहरू गरेका छौँ। थोरासिक लेभल, योभन्दा अलिकति माथिको लेभलमा कहिले कहिले चाहिँ त्यो एउटा झिल्ली हुन्छ, त्यसमा ओसिफाइड भन्छ, त्यो हुनुपर्ने झिल्लीमा क्याल्सियम डिपोजिट हुन्छ, त्यसले नसालाई थिचिरहेको हुन्छ, त्यसलाई निकाल्नेहरूमा ओसिफाइड थोरासिक ओसिफाइड येल्लो लिगामेन्ट भन्छ, त्यो कन्डिसनमा गरिरहेको छौँ। थोरासिक डिस्कहरूमा पनि गरिरहेको छौँ। अब गर्दा गर्दनमा पहिला यहाँदेखि यहाँ तलसम्म के लगभग 4-5 सेन्टिमिटर 5-7 सेन्टिमिटर काटेर नसाहरूलाई पुरा यता, त्यसले गर्दा मोबिलिटीमा असर गर्ने त्यत्रो अपरेसन गर्नु। अब सानो सानो चिरा लगाएर गर्न थालेका छौँ। सो मल्टिपल लेभलमा हामीले गर्न सुरु गरिसकेका छौँ यो अपरेसन्सहरू चाहिँ नेपालमै।